गाइस गुड मर्निङ। आज चाहिँ हामी नैनीताल ट्रिपबाट फर्केको। हामी चाहिँ आज जाँदैछौँ घरमा। चियोजी आइगर आए त ल। अब हामी चाहिँ लाग्यौँ। बाई अङ्केल, बाई गरिदेऊ। बाई, आज हामी गएको। बाई 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 नैनीताल। ल अङ्केल, अङ्केल बाई बाई गर। नैनीताल बाई बाई भन। गएको हामी भनिदेऊ। बाई 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 बाई। सियोजिन बाई बाई गरिदेऊ। बाई बाई। हामी गएको नैनीताल। फेरि भेटौँला। छैन के भन्नुभएको म्याम? हजुर हालेको छु हालेको छु। अहिले गएर सेट गरौँला नि। के भएछ नि? म चाहिँ देखेन। मेरो छोराले देखेन अरे हौ। हुन्छ बाई बाई बाई। यहाँनिर त बारेको पनि छैन रहेछ हौ। के भएर यहाँ बारेको रहेछ? के उयोहरू त पौडीहरू पनि खेल्न सक्दैन यहाँ त है। स्विमिङ त हुँदैन, विनर कम्पलसरी स्विमिङ त हुन्छ यिनीहरू। रेस सुटिङ त यिनीहरू हो नि त। सबैलाई दिँदैन। एनडिआरएफ होला यहाँ पुरै हुन्छ नि। हामीले थाहा नपर्छ त केही भयो नि बताउने। पुरै हुन्छ एउटा बोर्डमा त तिनीहरू मात्रै हिँडिरहेको हुन्छ। ए हो ठुलोमा त पुरा हरिद्वार आइपुग्यो। हरिद्वार स्नान गरेर जाने हो। हरिद्वार गङ्गा स्नानको लागि जाँदैछौँ। गङ्गा स्नानको लागि जाँदैछौँ। आरती पनि भेट्छौँ। मन्दिर पनि जाँदैछौँ। यो चाहिँ मन्दिर जाने हो। सुन्नु हुँदैन, सुन्नु हुँदैन, सुन्नु हुँदैन। हामी चाहिँ गङ्गा स्नान गर्नु आएको। हामी किन्दैछ, सामान किन्दैछ। जुनै हो किन न? हुन्छ हुन्छ जुनै हो। दियो दियो। कता हो? यहीँबाट पकाउनु? अच्छा अच्छा। चलो चलो चलो। आरती पनि हुँदो रहेछ पर। चप्पल खोलेर जानु। नानी चियोजिङ अहिले भगवान्को घरमा आएर त्यसो गर्नुहुन्छ। हामी भगवान्को घरमा आएको छौँ। हामी माताको घरमा आएको छौँ हो। अङ्गेन अङ्गेन
हामी कहाँ आयौँ हामी कहाँ आयौँ माताको घरमा भन न अभी पूजा कर रहे हैं मोजा परमात्मने श्री पुराण अरविन्द जम्बूद्वीपे भरतखण्डे हमारे घर में बनाए रखना यार पैंट ऊपर को कर पहले थोड़ी सी त्यही पूजा गर्दैछ मेरो बुढी हेर्नु राम भगवानको गङ्गा मैया ए गङ्गा मैया पर दुःख र कष्ट र भयो कान्छी माथे सक्यो हामीले त गङ्गा पनि नुहायौँ अब हामी जाने हो अब घर जाने हो के गङ्गा पनि नुहायौँ दिदीहरूले नुहायो पानी बोक्यौँ गङ्गाको पानी यहाँ दोकानहरू है पल्टन बजार जाने हो हामी चाहिँ अब घर आइपुग्यौँ फाइनली देहरादुन सेन्ट प्रियो मल हो वाउ के मजाले डेकोरेसन गरेको दामी डेकोरेसन गरेको छ आउनु भनेको त्यही भएर खोलेर कसै